साथीहरु गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै नै छु। आज चाहिँ हाम्रो यात्रा धरानसम्म हुँदैछ। धरानको कुन ठाउँसम्म हुन्छ, हामी के गर्छौं सबै तपाईहरुलाई म भिडियो मार्फत तपाईहरुलाई देखाउन चाहन्छु। मन परे लाइक गरिदिनु होला है त साथीहरु। अब चाहिँ हामी गाडीमा पस्नु पर्ने हुन्छ। अब हामी गाडीमा पसेर हामी चाहिँ धरानतर्फको यात्रा दाजुसँग बस्छ। नरिसाउनु न, नरिसाउनु ल बुढो। हामी चाहिँ धरानसम्मको यात्रामा छौँ है साथीहरु। बिचमा रुखहरु चाहिँ काटिएको छैन हेर्नु है त। अब यो बारेमा चाहिँ सरकारको ध्यान अलिकति जाओस्। यो आफ्नो जनताको यो निजी बारीमा भइदिएको भए यो सबै रुखहरुलाई हटाइन्थ्यो। सरकारी जंगल भएको कारणले यो केही पनि रुखहरु काटिएको छैन। अनि यो रोडको लागि गाडी हिँड्ने बाटोको लागि अलिक असुरक्षित भएको महसुस म पनि गरेको छु हैन। सरकारले यति हेर्दिए कति राम्रो हुने थियो। अब बाटो छ यस्तो, अनि बिचमा रुट छ है हेर्नु है साथीहरु यस्तो। अनि यो बारेमा के भन्नुहुन्छ तपाईहरुले कमेन्ट गर्नु होला। फाइनल्ली साथीहरु हामी चाहिँ धरान प्रवेश गरिसक्यौं। अनि हो यो बाटोदेखि चाहिँ हामी यतातर्फबाट चाहिँ उता चतरा जान्छ, यता मास्तिर धरानको भानुचोक हुँदै कता कता जाने आफ्नो गन्तव्यसम्म पुग्ने छ। यो बाटो चाहिँ हामी चाहिँ यही सिधा बाटो जाने हो। गन्तव्यसम्म आइपुगेको छौँ हैन। अब हाम्रो गन्तव्य यहीसम्म हो। हामी चाहिँ विश्वकर्मा पूजा गर्न आएको है। फाइनल्ली आजदेखि चाहिँ हाम्रो नाममा बसिसकेको भन्ने महसुस भइरहेछ आफूलाई चाहिँ। यस्तो छ एकदम भिड छ है विश्वकर्मा मन्दिर। अनि यता मास्तिर शनि मन्दिर कति धेरै भिड क्या। आज शनिबार भएर पनि होला हैन सायद। ल मेरो फ्यानहरु हो कि मेरो दुश्मनहरु हो कि गाडीमा हिँडेर पनि यसैमा अब हामी पूजाको क्रम जारी राख्दैछौँ। अब गाडी साइड लाउनलाई अब जनिलले उयो गर्दै हुनुहुन्छ हैन, ट्राई गर्दै हुनुहुन्छ। अनि त्यसपछि अहिले भने पनि म तपाईहरुलाई भिडियो देखाउन कोसिस गर्नेछु। गाडीमा
बाबा आश्रम में ठुलो ज्ञानी हो राम्रो प्रभुमानी जय इसके माँ बाबा राम्रो आशीर्वाद दिनु है राम्रो दिन्छु जय एउटा टिका लाने यो नजर कुखुरा लाने यहाँ छ ए अघि यहाँ बाजेले सक्नुभयो हजुर हजुर यो यहाँ पर्छ यो टिका हजुर एकदम यो मेन हो यात्रा गर्दा गर्दा 7 दिन लगाए पनि हुन्छ ए है छ हजुरलाई जिम्मेदारी हो फाइनल्ली साथीहरू हामी चाहिँ अब विश्वकर्मा पूजा गरेर फर्किने क्रममा छौँ। अब चाहिँ हामी घरतर्फ लाग्यौँ। आजदेखि चाहिँ फाइनल्ली आफ्नो नाममा भइसकेको छ। जमिल राईको नाममा गाडी भइरहेको छ है। राति खुसी जमिल बोल्नै हुन्न क्या रिसारा तर बाँधे चाहिँ हो होइन उहाँको चाहिँ